डाँडा काँडा समिलो रुखा सम्झे दुःख नसम्झे है सुख। सिटर ठाउँ होइन, गीत गाउँदै उकालो चढ्दैछु। ल पछाडिको सिन बाबाल छ देखिरहेछ है, पछाडि ठाउँ राम्रो देखिरहेछ। यहाँहरूले कसो देखेको छ होइन, मैले चाहिँ बबाल देखिरहेको छु। खासै बोल्न आउँदैन, भिडियो गरेको छु। भिडियोले स्किप नगरिकन हेर्नु होला सबैजना साथीहरूले। लेखाली कान्छाको विशेष भिडियोहरू चाहिँ यस्तो यस्तै हिमाल पहाड होइन, जङ्गलमा घाँस काटेको अनि सिस्नु टिपेको अनि त्यस्तो त्यस्तो ठाउँहरू मात्रै चाहिँ आउँछ सहरमा होइन। तपाईँलाई राम्रो हँसाउने कला मसँग छैन, त्यस्तो बोल्न पनि आउँदैन। मेरो चाहिँ विशेष गरेर यो पहाडी क्षेत्रमा चाहिँ पहाड क्षेत्रमा पर्यटक प्रवर्धन गर्ने चाहिँ मेरो योजना होइन। मेरो त्यो लक्ष्यले पनि यो एउटा सानो भिडियोले तपाईँहरू पनि घुम्न आउन सक्नुहुनेछ। तपाईँहरू पनि ठाउँ सहरमा बस्दा बस्दा वक्क लागेको छ भने यसरी पहाडमा आएर घुम्न सक्नुहुन्छ। नेचुरल ठाउँहरू होइन, सबै प्रसम्म नेचुरल ठाउँहरू हालेको हुन्छु। यस्तो रहेछ ठाउँ। हौ ओके go back. Now go back. Yeah, go back rồi. Okay. Okay à? Why only 1%? No, 2%. Yeah. Okay. ल यहाँको सारा मान्छेहरू चाहिँ अब माथि घुमेर पनि फर्किसकेको छ। हामी चाहिँ कतिखेर फर्किनु थाहा छैन। आज यहाँबाट 1 घन्टा लाग्छ है। ठाउँ चाहिँ बबाल छ गाइजहरू, यस्तो रमणीय छ है। यो ठाउँ आयो भने तपाईँहरू एकचोटि आयो भने सधैँ जाउँ जस्तो लाग्ने ठाउँ छ है। ठाउँहरू चाहिँ बोल्न त खासै आउँदैन होइन, अब त्यस्तै हो। तर यो भिडियोलाई चाहिँ मजाले हेरिदिनु होला। यहाँ साथी पर्खिँदैछु म चाहिँ।